स्वागत छ मेरो नयाँ युट्युब भिडियोमा। मेरो नाम प्रशान्त शर्मा हो र मैले यो भिडियो बनाउनुको उद्देश्य चाहिँ मेरो के हो भन्दाखेरि अब जब समय बित्छ, अबको 5-6 वर्षपछि जब मैले भिडियो हेर्छु अथवा मैले पहिलाको भिडियो हेर्छु हैन, तब होस् कि मैले यतिखेर भिडियो बनाएको थिएँ र त्यो हेर्दाखेरि चाहिँ मनमा चाहिँ छुट्टै सन्तुष्टि अथवा भनौँ न खुसी होस् के। यो भिडियो बनाउनुको उद्देश्य चाहिँ मेरो त्यही हो हैन। अब के हुन्छ भन्दाखेरि अब 5-6 वर्ष बित्छ, अब 10 वर्ष बित्छ। अहिले मेरो उमेरसम्म कति 19 वर्ष छु। अब 5-6 वर्षपछि 26-27 हुन्छ हैन। त्यतिखेर हुँदाखेरि चाहिँ मलाई एउटा पछुतो जुन रिग्रेट हुन्छ नि, त्यो चाहिँ नहोस् भनेर चाहिँ मैले खासमा यो भिडियो बनाउन के रे प्रयास गरिरहेको छु। थाहा छ मलाई कि यो भिडियोमा मेरो 20-30 भ्युज त्यस्तै आउँछ होला। थाहा छ, आए नि ठिक छ, नआए पनि अब 2-3 भ्युज आए पनि ठिकै छ। अथवा भाइरल होला मानौँ कि यसमा 1 मिलियन आयो अरे, त्यही पनि भाइरल भने त भाइरल भयो ठिकै छ हैन। अब भाइरल भएन भने पनि अब यो जस्ट मेरो सेल्फ इम्प्रुभमेन्ट, पर्सनल ग्रोथ र कन्फिडेन्सको लागि चाहिँ मैले भिडियो बनाउन गइरहेको छु हैन। दिनदिनै अब यस्तै भिडियो अपलोड गर्दै जानेछु। र म पनि हजुरलाई के भन्छु भन्दाखेरि अब जीवनमा अरू नभए पनि भिडियो चाहिँ बनाउनुहोस्, यसले धेरै हेल्प गर्दो रहेछ हैन। अब जस्तै हजुर पब्लिक स्पिकिङ गर्नुहुन्छ, पब्लिक स्पिकिङमा जानुहुन्छ, अब कसैले सोध्छ हजुरलाई अगाडि गएर यो शब्द भन्नुहोस्, यो प्रेजेन्टेसन गर्नुहोस् हैन। प्रेजेन्टेसन त्यतिखेर के हुन्छ, हामीलाई के आउँदैन, हाम्रो माइन्ड के हुन्छ, एकदमै खाली हुन्छ। हामीलाई के आउँदैन, के बोल्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन। त्यसैले अनि त्यस कारणले नै भिडियो बनाएँ भने चाहिँ एकदमै हेल्प हुन्छ भन्ने जस्तो लाग्छ मलाई। त्यही भएर मैले सुरुवात गरेको हो। र हजुर पनि यस्तो भिडियो बनाउनुहोस्। के हुन्न, भिडियो बनाएर के हुन्छ र कसले के सोच्ने भनेर जसले जे सोच्छ त्यसको पर्वाह गर्नु हुँदैन कि। जीवनमा अगाडि बढ्नु छ भने कसले के सोच्छ भने त्यसमा टाइम वेस्ट गर्नुभन्दा पनि हामीले अब के गर्ने, आफ्नो लाइफ हो नि त यो, हजुरको आफ्नो लाइफ हो। त्यसैले जे गर्ने हो तपाईँले नै गर्ने हो। त्यसैले सुरु गर्नुहोस् म भन्छु, त्यति भन्छु। र यति नै थियो आजको लागि। र यदि भिडियो हजुरलाई मन पर्यो भने सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। र धन्यवाद। र म फेरि भेट्ने नै छु हजुरलाई अर्को भिडियोमा। त्यतिन्जेलको लागि बाई।